बस्नु हजुर रमितकै लाग्यो अलिक बाटो बिग्रेर रमितकै लाग्यो बाटो चाहिँ अलिक आउन जान थालेको रहेछ मान्छेहरू ल है दाजु धन्यवाद है जानु पर्यो भने यतिवटा जान सजिलो छ उसिनेर अनि त्यसपछि गर्नुहुन्छ होइन नलगाउनु यो भिडियो हाम्रो जता चाहिँ हाल्दैन यो भिडियोहरू चाहिँ हाम्रो एउटा च्यानल छ यो ठाउँको लागि सानो एउटा भ्लग बनाएर त्यसै झन् तपाईँले हाँस्नु लगाउनु बोल्नु पनि भन्दै गर्नु आउनु भयो नि क्यामेरामा देखिनुपर्छ क्या आफ्नो ठाउँको बारेमा भन्नुपर्छ यहाँदेखि फर्केर लाँदाखेरि के लाँदाखेरि ठिक हुन्छ सम्झिनु लाग्यो त्यसरी त्यहाँनिर अब टुरिज्मलाई यसो प्रबन्धन गर्नको लागि यस्तो होमस्टेहरू अनि अलिकति राम्रो
अब मलाई पनि के मैले चाहिँ टाइम नभएर क्या माथि कहिले पुग्नु त्यहाँ एउटा मन्दिर पनि छ क्या त्यहाँ मन्दिरको पनि पुरै लिनुपर्ने छ बुझ्नुभयो नि त्यही भएर चाहिँ म चाहिँ छिटो त्यहाँ त्यत्तिकै बस्ने होइन क्या हामी टाइम छैन नि त त्यो अगाडि उयो छ त्यो गफ त माथिको मान्छेसँग गर्दै झर्ने बेलामा होइन फेरि पुरै आउनु पऱ्यो नि त यहाँबाट चाहिँ पुरा आएको छ नि त त्यो पनि अझै भएन कम्तीमा हो यतिको त आउनु पऱ्यो नि त होइन अब ठुलो बोल्न सक्ने भताले नबोल्दा त्यो केटाकेटीलाई के बोलाउनु हामी घुम्दै घुम्दै आएको इटलीबाट घुम्दै आएको हेर्दै त्यही भएर राम्रो लाग्यो कि अनि खिचेँ ल फोटो
धेरै योभन्दा धेरै ढुङ्गा हो नि यहाँ त ठाउँ ठाउँ उडाएको सम्म त्यहाँ त ननेक्स्ट उकालो हो नि त युवाहरू नि थापालाई 40 त्यो बजेट गाडी डबल क्राफ्ट सामान सबै तिनीहरूले कुन बाटो हो यतै त होला नि हेरिरहेको थियो कि पदल कता दुईवटा बाटो हो नि त यता कि उता भने हेरिरहेको बाइक त उहाँले गएर ढुङ्गामा अगाडिको ओट लगाइदियो अहिले उता काम हो छिर्दै पऱ्यो नि यहाँ मेरो कुरो तपाईँहरूले छेउमै जानुभयो
ल म सानो नमिल्ने यो चाहिँ सुभाष सरले ल बबाटै बारीको आफ्नै दामी रहेछ बबाटा ल दामी हामी चाहिँ तपाईँहरू गाउँमा नि हिजोदेखि यसो डुल्दै आएको सूर्यकुण्ड भन्दा धेरै सूर्यको नामहरू चाहिँ तर यो ठाउँको चाहिँ विशेषताहरू के रहेछ के छ भनेर आज चाहिँ हामी यसो भ्रमण गर्दै आएको अनि यहाँ आउँदाखेरि चाहिँ अलि तपाईँले बेसार सुकाउँदै हुँदो रहेछ यो बेसार चाहिँ तपाईँले बाहिरदेखि ल्याएर बोइल उसिनेर अनि सुकुटी बनाएको अहिले हजुर त्यही उसिनेर यस्तो सुकुटी बनाएको यो चाहिँ अब यसलाई जस्तो तपाईँहरूको उत्पादन भएको चिज चाहिँ बजारीकरणको लागि चाहिँ के छ यसमा च्यालेन्जेसहरू चाहिँ यसलाई कसरी लानुहुन्छ यहीँनिर व्यापारीहरू आउँछन् कि पहिले त लगिन्थ्यो तलतिर अहिले त यहीँ पनि आउँछ यहाँ आउँछन् है यो बेच्दाखेरि चाहिँ तपाईँहरूको जस्तो यो 1 कट्ठा बराबर चाहिँ कति उत्पादन हुन्छ होला है 1 कट्ठा बराबर आउँछ होला त्यो 50-60 केजी 50-60 केजी हुन्छ है यसलाई लगभग कति महिनामा चाहिँ रेडी हुन्छ यो लगभग 6 महिनामा हुन्छ 6 महिना लाग्छ है 6 महिनासम्म चाहिँ 6 महिना उत्पादन त्यो अम्लिसहरू छन् अनि रुद्राक्षहरू अलिअलि छन् रुद्राक्षहरू कति यो पनि रुद्राक्षको बरु त्यही हो यिनीहरू यो श्याम दाइ यसो खराब र चिरो मान्छेलाई किन फोटो दिनु अहिलेको जमाना राम्रो हुनु हुँदैन अहिले फेरि हिरोहरू आउँछ यहाँनिर के खानु भोक लाग्यो भने खोइ अब के खानु हामी त जङ्गली मान्छे जस्तो अब तपाईँहरूले यस्तो मानेको डल्लाहरू मानेको डल्लाहरू त्यस्तै बनाउनु त खानु हामी त बनाएर दिन्छ हामीले बनाउनु गर्नु धारकमान त दामी छ हामी चाहिँ आज एउटा यस्तो गाउँमा छौँ यहाँ चाहिँ प्रकृतिले सबै थुक दिँदै पनि ओझेला परेको एउटा गाउँ जुन ठाउँ इटै र धरानबाट जम्मा 25 किलोमिटर नजिकको ठाउँमा प्राकृतिक रूपले एकदम हराभरा हरियाली सुन्दर ठाउँ यहाँ चाहिँ मैले आजभन्दा अगाडि कहिले पनि यति ठुल्ठुला अग्ला अग्ला लिचीको रुखहरू देखेको थिइनँ त्यो पाउने होइन त्यहाँको विशेषता यो चाहिँ हामी इटरीबाट आइरहेको थियौँ आज चतरा र कोसी पुलतिर जानको लागि आउँदै गर्दा ठ्याक्कै झन्डा चोकमा आएपछि एउटा बोर्ड देखियो सूर्यकुण्ड जम्मा त्यो हाइवेबाट चाहिँ 7 किलोमिटर माथि मात्र रहेछ 7 किलोमिटर नजिक लागेर हामी आयौँ आउँदाखेरि यहाँनिर चाहिँ के रहेछ भने बाटो चाहिँ आउनुलाई अलिकति थोरै अफरोड छ तर यहाँ आएपछि यहाँनिरको चाहिँ वातावरण भयो यहाँका चाहिँ मानिसहरूसँग जुन एउटा भेट्यौँ हामीले कुराकानी गऱ्यौँ एकदम राम्रो हस्पिटालिटी होइन एउटा आत्मीयपन अनि पाहुनाहरूलाई बाहिरबाट आएको मान्छेलाई गर्ने चाहिँ बिहेभियरहरू एकदमै राम्रो लाग्यो यो ठाउँलाई चाहिँ पर्यटकीय एउटा गन्तव्यको रूपमा बनाउन सक्ने हाम्रो ठाउँ रहेछ तर यसको लागि चाहिँ अलिकति थोरै यहाँनिर चाहिँ लोकल गभर्मेन्ट विभिन्न व्यवसायीहरू र यहाँको स्थानीयहरूले थोरै अलिकति पहल सरकारले चाहिँ समन्वय गर्नुपर्ने चाहिँ राम्रो एउटा पर्यटकीयको आन्तरिक र बाह्य पर्यटक चाहिँ गन्तव्य बन्न सक्छ यसमा चाहिँ अब यहाँनिर आउँदाखेरि यसो कम्तीमा आएर बस्ने होमस्टेहरूको प्लानिङ गर्दाखेरि राम्रो हुने रहेछ है आउँदाखेरि चाहिँ अब यहाँको विशेष गरी धेरै मानिसहरू आउँदाखेरि यहाँ कृषिसँग निर्भर भएर बसिरहेको पाइयो अहिले बेसारको एकदम यहाँनिर चाहिँ उत्पादन हामीले अहिले लगभग मोरङ सुनसरी जिल्लाहरूमा चाहिँ खाइरहेको बेसार चाहिँ प्रायः धेरै यहीँबाट उत्पादन भएर गइरहेको बेसारहरू रहेछ
बेसार भयो या केरा भयो लिची भयो अम्लिसोहरू रुद्राक्षको पनि पनि यहाँ सम्भावना भएको चाहिँ हावापानी वातावरणहरू चाहिँ त्यो खालको भएको ठाउँ रहेछ भनेपछि यहाँ कृषिको हिसाबले पनि एकदम राम्रो ठाउँ पर्यटकीय हिसाबले पनि राम्रो ठाउँ अब यहाँ हस्पिटल टुरिज्मको हिसाबले पनि राम्रो तरिकाले चाहिँ यसलाई प्रमोट गरेर लाने भनेदेखि यो अत्यधिक राम्रो हुने खालको ठाउँ फ्युचरको लागि चाहिँ यहाँ चाहिँ अब रियल इस्टेट जग्गा जमिनको कोही कारोबार गर्ने मानिसहरू पनि यो ठाउँमा आउँदाखेरि चाहिँ अहिले जग्गाहरू पनि 2.5 लाख 3 लाख रुपियाँ कट्ठा मात्रै रहेछ 2-4 बिघा जग्गा किनेर राखिराख्ने भने चाहिँ अबको 10 वर्षपछि चाहिँ त्यहाँ चाहिँ यसो अरबपति बन्न सक्ने एउटा ठाउँ रहेछ चाहिँ त्यो हिसाबले गर्दाखेरि चाहिँ यो भिडियो जसले हेर्दै हुनुहुन्छ प्लिज एकचोटि नजिकै हुनुहुन्छ तपाईँहरू भने चाहिँ यो सूर्यकुण्ड भनेर सर्च गर्नुहोला इटाली र धरानबाट आउँदाखेरि नजिकै छ आधी घन्टा 1 घन्टामा आइपुग्ने ठाउँ हो यो ठाउँ एकचोटि चाहिँ भिजिट गरिदिनु होला र यो ठाउँमा चाहिँ के छ भने यहाँको चाहिँ विशेषताहरू यहाँ भएको राम्रो चिजहरू चाहिँ हामीले के क्लिपहरू यही भिडियोमा चाहिँ राखेको छौँ त्यो राम्रोसँगले फुल भिडियो हेर्नु होला हस् थ्याङ्क यू अर्को कुरो यहाँ सबैभन्दा मलाई राम्रो लागेको